बिहानै नेपालगञ्ज एन्ड बिरयानी बेस्ट कम्बिनेसन गाइज हो वाउ अहिले चाहिँ हामी यहाँ नेपालगञ्जमा छौँ अतरिया गइरहेछौँ 8 बजिसक्यो अनि अतरियाबाट चाहिँ हामी उता गोकुलेश्वरको गाडी चढ्छौँ दार्चुलाको ठिक छ नि तिमीलाई ऊ चाहिँ खानामा मस्त छ अहिले चाहिँ हामी यहाँ अतरिया बस पार्कमा छौँ होइन अनि यहाँबाट हाम्रो 5 बजेको गाडी छ नाइटको हामी चाहिँ गोकुलेश्वर नगएर लटीनाथ जाँदैछौँ लटीनाथ जाँदैछौँ त्यहाँबाट चाहिँ अलिकति इजी छ गाडी चढ्न अर्को गाडी पाइहाल्छ दिस इज अतरिया बस पार्क हामी बस यहाँ चढ्ने हो यो चाहिँ हाम्रो बस हो सायद कि अर्को बस हो आउँछ अहिले रमाइलो छ बस पार्क पनि अहिले चाहिँ हामी अब अतरियाबाट दार्चुलाको गाडी चढिसकेका छौँ बिहान 5-6 बजे पुर्याइदिन्छ अरे लेट्स सी अब सो गाइज दिस इज गोकुलेश्वर होइन हामी गोकुलेश्वर आइपुग्यौँ ठ्याक्कै 5 बजिरहेछ अहिले हामी चाहिँ लट्टीनाथ झर्छौँ यहाँबाट अझै 2 घन्टा जति लाग्छ भन्नुभएको छ हामीलाई यही गाडीले पुर्याइदिन्छ लट्टीनाथ गाइज वेलकम टु लट्टीनाथ अब हामी मकडी-गढको लागि स्कर्पियो चढ्छौँ सबै सामान बोक्यो छिटो छिटो लेट्स गो उयो गाडी हो यो हामी हिजो बेलुका अतरियाबाट 6 बजे गाडी चढेका थियौँ अनि अहिले ठ्याक्कै 8 बजिरहेछ हामी ठ्याक्कै 8 बजे लट्टीनाथ आइपुग्यौँ अब चाहिँ हामी यो सानो यस्तो बुलेरोमा मकडी घाट जाँदैछौँ 1 घन्टा जति लाग्छ 1 घन्टाभन्दा कमै लाग्छ अनि त्यसपछि आजै हाम्रो ट्रेकिङ स्टार्ट हुन्छ यहाँ रहेछ नि त म्याप ल आइपुग्यौँ है आइपुग्यौँ हामी मकडी-गढ आइपुग्यौँ अब हामी यहाँ खानासाना खाएर मकडी-गाडमा त्यसपछि हामी आज घुसाभन्दा अगाडिसम्म जाने प्लान छ रेडी आर यु रेडी सो हाम्रो ब्यागहरू सबै रेडी भइसकेको छ अल सेट रेडी टु गो हाम्रो क्यामेरा इज अल्सो रेडी अब चाहिँ क्यामेराको सर्टहरू आउँछ है त ओ माई गड नाइस यो चाहिँ मकडी-गढ यो गाउँ ओ माई गड सो डेन्जर पहाडको बिचमा त्यो माथि चढ्दैछ जाऊ न के भन्नु छ ल कस्तो लागिरहेछ ट्रेक उकालो लागिरहेछ अनि थकाइ लागिरहेछ त्यही त हो नि जहिलेको स्टार्टै भएको छैन ट्रेक हार्ड पार्ट चाहिँ हो
कस्तो भइरहेछ त? थकाइ लागिरहेछ। थकाइ लागिरहेछ? डेन्जर थाक्यो? दुईटा पहाड चढिसक्यो। हामी हिँडेको 1 घन्टा जति भयो। बाटो सजिलै छ, त्यस्तो गाह्रो त छैन है। स्क्याम अलर्ट। सजिलो छैन? स्क्याम हो स्क्याम, यस्तो गाह्रो छ। त्यस्तो गाह्रो पनि छैन है। हिँड्न नसक्ने मान्छेलाई त जति गाह्रो छ, त्यो सजिलो छ को स्क्याममा नआउनु होला। हिँड्न नसक्ने मान्छे आउँदैन नि। म आएँ त खै। तिमी त हिँड्न सकिहाल्छौ नि। यो गाउँ कस्तो लागिरहेछ तिमीलाई? कोरीको भन्दा यो ट्रेक है, किनकि मान्छे घर हामी कतै थाकेर बस्नु पर्यो भने पनि हामीले बस्न मिल्छ मजाले। राम्रो गाउँ रहेछ पछि। उहाँले हामी जाँदै गरौँ न। यहाँ कन्फ्युज हुन्छ अरे, त्यही भएर दुख्नु भन्दा चाहिँ होइन। घुसा गाउँ देखिरहेछ, ऊ त्यहाँ घुसा गाउँ देखिरहेछ, ऊ त्यो ठुलो गाउँ घुसा गाउँ हो। ओ माई गड, हामीलाई यत्रो यो पहाड काटेर ऊ यत्रो उतापट्टिको गाउँ जानुपर्ने छ। सो बिग। के गरिरहेछौ? देख यो गाँजाको बोट पुरै, उसले गाँजा बनाइरहेछ। खाऊ त। यसको कपडा पनि बनाउनुहुन्छ? यो सुकाउने हो के खासमा, अनि पात मार्ने हो के। पात मर्ने माडेपछि पो निस्किन्छ नि, पो खाने हो के। तिमीलाई खुब थाहा रहेछ। कति धेरै गाँजा। अनि यहाँ पुलिस आउँदैन बुवा? ए कपडा बनाउने आउँछन् पुलिस? अब हामी मेन अप्पीको सबभन्दा खतरनाक उकालो वाला ट्रेकतिर हामी गइरहेछौँ। घुसाको उकालो, जुनमा चाहिँ चढ्दा एकदम गुस्सा आउँछ रे। त्यो उकालो हामी चढ्न गइरहेछौँ। अहिले चाहिँ ओह्रालो झरिरहेछौँ, अनि एकदमै ओह्रालो झरिसकेपछि सिधै उकालो चढ्छौँ। गुस्सा आउने उकालो। यस, ये Are you ready for that? Yes. Yes, I am also ready. हिँड्न तर थोरै। भ्लग पनि खाएको भए त्यही छ यार। आया मरियो, बापरे बाप, कस्तो डेन्जर उकालो यार यो। खुट्टा कामिरहेछ हिँडेर। यो भ्लगमा त यो दिदीले त मुकब्याङ स्टार्ट गर्नुपर्छ नि। कमेन्ट आयो भने के गर्छौ तिमी? के मुकब्याङ के त्यो खानेवाला? त्यो कमेन्ट आयो भने के गर्छौ?
गर्ने स्टार्ट खानेकुरा किनेर ल्याइदिन्छ मलाई ल्याइदिन्छ थाकियो इन्डफ वर्किङ क्यापेसिटी या ओ छिटो छिटो यस्तो आइरहेछ बाटै छैन त्यहाँबाट भर्याङ छ त्यसपछि यहाँ भर्याङ इन्ड भएको छ त्यसपछि हामी यसरी 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 बाटै नभएको ठाउँ यसरी हामी आयौँ अब यता फेरि भर्याङ छ यो भर्याङ खासमा यहाँ भत्केको रहेछ पहिरोले गरेर यहाँ चाहिँ भर्याङ पुगिसक्यो वाउ ओ माई गड वाट अ बिग रक यसको मुनिबाट हामीलाई जानुपर्ने छ शिट ल जाऊ त हामी चाहिँ यो बाटो भएर यो यसरी बाटो भएर त्यहाँ मान्छे आइरहेछ हो यसरी जानुपर्ने सो डेन्जरस वे ओ माई गड यस्तो खतरनाक बाटो यार यस्तो ठुलो पहाड छ यो सिधा आमामामामामामामा यार हेर न मान्छेहरू यस्तो मजाले आइरहेछ है यस्तो डेन्जरस बाटोमा यार ओ शिट मलाई नतर्साइ राख न तर्स्यौ तिमी अनि हेर न त्यस्तो त अब जाने बाँकी छ प्लस आउन पनि बाँकी छ प्लिज यति गरिदिन्छौ तिमी पनि मेरो लागि एउटा हेल्प गरिदेऊ न शिट यस्तो बाटोमा फोन नचलाइदेऊ न ओ माई गड शिट आउन छिटो ल हुन्छ आउन पहिला यता आउन No, up now. किन I don't think it's gonna be worth it. यस्तो चढेर गएको हो अहिले नि कस्तो दामी देखिरहेछ छैन हेर न त हिउँ छ हिमालमा कस्तो दामी देखिरहेछ हेर त केही दामी छैन यतिकोलाई तिमी दामी भन्छौ छैन दामी यति त चितलाङमा होला मेलम्ची छ योभन्दा राम्रो छ चितलाङ बब्बाल राम्रो छ चितवन मेलम्ची पनि बब्बाल राम्रो छ योभन्दा यस्तै त छ नि यत्रो ठुलो इन्द्रावती खोला छ यो काठमाडौँबाट झर्ने त्यहाँ माथि हाम्रो गाउँ जाने यता हेलम्बु जाने यता चौतारा जाने यस्तै हो सेम हेर 2 घन्टा गाडीमा पुग्ने बाटोलाई म 10 घन्टा लागेर हिँडेर आउनु परिरहेछ 10 घन्टा मात्र हिँडेर त कति बज्दा हिँड्न थाल्यो हामी एउटा स्निकर हिँड्छ
ल फाइनल्ली हामी आइपुग्न लाग्यौँ। कति टाइम भयो? Whoever said घुसाको उकालो देखेर गुस्सा आउँछ, that is very true. 5 बज्यो। ओ माई गड, हाम्रो 3 बजे आउने प्लान थियो, 5 बज्यो। सो फ्रस्ट्रेटिङ उकालो, शिट, बट द भ्यू इज अमेजिङ। वाउ, ओहो ल नाइस ठाउँ आएछ नि त हामी। वाउ, हामी आउँदा आउँदै यहाँ एकदम थाक्यौँ, माथि जान सकेनौँ। दाइले आज हामीलाई बास दिनुहुन्छ होइन दाइ? हजुर हजुर बास दिनु। अब तपाईँले बस्नु अब इच्छा भन्नु मैले भनिहाल्यो नि, तपाईँले बस्नुहुन्छ भनेपछि मैले तपाईँको इच्छा गर्नु, इच्छा भएपछि बास नै पाउँछ गाउँघरको होइन। हामीलाई नि यस्तै एउटा लोकल ठाउँमा बस्न मन थियो क्या। हजुर हजुर होटल भन्दा नि होइन, एउटा लोकल आफ्नै होइन, घरमा टक्क मिठो कुनै प्रति भ्रम गरेर 1 घन्टामा यो घुसाको उकालो चढ्छु भनेर नआउँदा हुन्छ। ल सही हो। हामीले कति अब हामी यहीँ बस्छौँ होला। हैन अनि घुसाको 1 घन्टा मात्र गाह्रो हो, त्योपछि त कति सजिलो हुन्छ, सबै सजिलो छ बाटो। दाइ कहाँ 1 घन्टा लाग्यो त, हामीलाई त 3 घन्टै लाग्यो। ल गुड मर्निङ गाइज, गुड मर्निङ फ्रम घुसा। कस्तो भयो त दाइ आजको नाइट? एकदम बवाल भयो। बवाल भयो। ल हाम्रो दाइलाई चाहिँ एकदमै धेरै धन्यवाद। ल हामीले चाहिँ यहाँ राति हामी एकदमै थाकेर हामी यहीँ बस्नु पर्यो, दाइको घरमै बस्यौँ। तपाईँहरू आउनुभयो भने पनि यहाँ होमस्टे होटेलहरू केही पनि छैन, तर दाइले चाहिँ बास दिनुहुन्छ। म दाइको नम्बर म हालिदिन्छु। एकदमै रमाइलो, एकदमै दाइ एकदमै हेल्पफुल हुनुहुन्छ, एकदमै खुसी लाग्यो, खाना पनि एकदमै मिठो थियो। अब हामी पछि फेरि आउनेछौँ अनि दाइलाई भेट्नेछौँ। ल त्यति बेलाको लागि चाहिँ ल दाइ, ल एकदम धन्यवाद। ल मजा आयो। तिमीले पानी भर्यौ? ल सही, अब हिँड्छौँ। हाम्रो अर्को दाइ चाहिँ रेडी भएर पुरै जानलाई जाने। अब लेट नगरौँ। बिहानको टाइम चाहिँ 6:50 भइसक्यो। हामी ठ्याक्कै अब यहाँबाट घुसाबाट निस्किरहेछौँ है त। अब सिटीमा सिधै बस्ने, अब नन स्टप सिटी। ल त गाइज, ल मेरो त एकदम बवाल भयो। तपाईँको कस्तो भयो? ए बवाल, रातभरि आगो सागो बालेर हामी क्याम्प फायर हान्यौँ यहाँ मजाले। हो सही हो, सही। हिँड्नलाई रेडी हो? अब निस्किने। खास खानुभयो? खाइसक्यो हामीले। तिमीले? खायो। यस्तो मजाको यहाँ रहेछ नि त बस्ने ठाउँ। ओहो मजा आयो नि भाइ हैन? एकदम। कति छिटो आइपुग्नु भयो तपाईँ? तपाईँ प्रो हुनुहुँदैछ नि त हिँड्नलाई त। अलिकति सही। यो चाहिँ कुन ठाउँ रे? लट्टामाडु ए नाली। नालीमा हामी आइपुग्यौँ घुसाबाट 40 मिनट हिँडेर। सही लाग्यो नि। यो गाउँ देखिरहेछ नि, एउटा घर भएको त्यहाँ 2टा घर छ होइन, तर त्यो गाउँको नाम लट्टेमाडु। 2टा घर छ, 2टा घरको एउटा गाउँ के। अब कस्तो ठाउँ हेर न, 2टा घरको एउटा गाउँ के यो। यो घर के, त्यहाँ एउटा घर अनि उतापट्टि एउटा घर छ, 2टा घरको एउटा गाउँ। आई लभ अप्पी। यो we all love Api हैन। कस्तो लागिरहेछ त अहिलेसम्मको भ्यू? अहिलेसम्मको भ्यू लाइक सुखा लागिरहेछ हैन, मजा आइरहेछ। फर्स्ट टाइम हुँदैछ, सो लेट्स सी कतिको अब च्यालेन्जिङ हुन्छ बाटो। अब जानु नै छ, जानु छ धेरै टाढा। त्यो यता चाहिँ ठ्याक्कै हामी बच्चामा यस्तो पेन्टिङ बनाउँथ्यौँ नि, यस्तो हिमाल 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 होइन, यस्तो अनि ट्याक्क बिचमा अलि त्यस्तै क्या ठ्याक्कै छ। बब्बाल देखिरहेछ। ओ माई गड, सो नाइस। माथि जाँदै अब हाम्रो उहाँ सरहरू चाहिँ माथिबाट फर्किनु भयो। नाइस।
ल नमस्ते दाइ नमस्ते हाम्रो काठमाडौँबाट आएको दाइ हजुर खाना खाना बनाउनु पर्ने हो दाल मात्र बन्नु बाँकी छ ए हो ल सबै रेडी छ दाल मात्र बन्नु हामी यहाँ सिटी आइपुग्यौँ 11 बज्यो I'm so tired. अब खाना खान्छौँ यहाँ ल थ्याङ्क यू दाइ खानाको लागि अब हामी फेरि फर्केर आउँछौँ अनि हामी यहीँ बस्छौँ हेर्नु यस्तो राम्रो होमस्टे बनाउनु भएको छ दाइले आउनु होला अनि अतिश चाहिँ ब्याग बोकेर रेडी भइरहेछ अनि म चाहिँ ब्यागलेस छु किनभने हामीले ब्याग यहीँ छोडिदिएको ल सही हो ल हस् दाइ ल धन्यवाद मैले ब्याग बोक्छु अब यहाँ पानी भर्छु हामी चाहिँ यस्तो ल्यान्डस्लाइड आएकोवाला बाटोमा आइरहेछौँ अनि यो चाहिँ अतिश आइरहेछ हिँडिरहेछ डर पनि लागेको छैन उसलाई हेर्नु त म चाहिँ ल्यान्डस्लाइडवाला बिच बाटोमा छु हाई हेलो हिँड भन्दैछ मलाई खिच्न नि दिँदैन पछि कम्प्लेन गर्छ मेरो त केही खिच्दैनौ तिमीले भन्छ भने दिस इज द ल्यान्डस्लाइडवाला एरिया अनि यत्रो ठुलो ढुङ्गा चढाएको छ अनि यस्तो भएको छ अति त्यहाँ गएर जुत्ता मिलाउँदैछ अनि यहाँ त बाटो एन्ड्स हियर म कहाँबाट हिँड्ने यहाँ ओ माई गड आइ एम सो स्केयर्ड हाई हाम्रो ट्रेकको स्टार्ट चाहिँ यता मकरीगढबाट हुन्छ हामी चाहिँ यो पाटु लिफी हुँदै गुसा हुँदै जान्छौँ यो अर्को बाटो पनि जान मिल्छ तर त्यो चाहिँ धेरै नै लामो पर्छ जस्तै हामीलाई यहाँबाट गयो भने यसरी घुसा पुग्छ नि यहाँ चाहिँ गएर अर्को गाउँ पुगेर फेरि यस्तो झरेर यहाँबाट घुसा जानुपर्ने हुन्छ यो बिचको चाहिँ सिमाना मात्र हो यसमा चाहिँ बाटो छैन हामी यहाँ झरेर यहाँबाट घुसै जानुपर्ने हुन्छ अनि अर्को चाहिँ छ नाली अनि आरुखोट सिटी सेकेन्ड डे चाहिँ सिटीसम्म आइपुगिन्छ अनि त्यो पछि छ सिमार पछि हामी धौली ओडार जान्छौँ अनि त्यहाँबाट चाहिँ धौली ओडारबाट पनि बेस क्याम्प चाहिँ माथि छ सो हामी एक दिन धौली ओडारमा बसेर बेस क्याम्प गएर अनि त्यो चाहिँ कालीढुङ्गा तालहरू घुम्न जान्छौँ त्यसको भोलिपल्ट यस्तो बाटो छ हातमा क्यामेरा छ 20 किलोको त ब्याग होला क्यामेरा ब्यागभित्र यति धेरै छ सामानहरू दौडा त्यही हो भाइ उतैसम्म जाऊ जिन्दगीमा यति खुसी कहिले लागेको थिएन जति यहाँ आइपुगेर लाग्यो आमा
नेपालको त झन्डा देख्ने थियो यस्तो खुसी भएको म माथि जाने भनेको गाउनु जानै सक्दैन नि। अಯ್यो 2 वर्षतिर निस्केको सिटीबाट अहिले बिहानको 6:30 बजिरहेछ अनि हामी सबैजना रेडी भएर अब आज बेस क्याम्प पुग्ने प्लान छ। सो लेट्स सी अब के हुन्छ। म चाहिँ ढाका टोपी ढल्काएर हिँड्छु अब। ल बोनसमा तिमीहरूलाई यहाँ पनि छ। जय नेपाल। यो नेपाली तु भाग मिल्छ भाग। जुन किरी झै ज्योति बाली अन्धकारमा चम्किन्छ। ल गाइज अब चाहिँ हामी यहाँ चना खाएर म चाहिँ निस्किँदै गर्छु दाइहरू चाहिँ बिस्तारै आउँछ। हामी आउँछौँ हाम्रो चना र अन्डा पनि बाँकी छ नि त। हामी चाहिँ अब बिस्तारै हिँड्छौँ नि त त्यही भएर। ल हुन्छ राम्ररी जानु छ टाढा भेटिँदैछ बाटो। जानु छ टाढा धेरै टाढा याद बोकेर ल सयो सयो ल तिमी मलाई डाँडा काँडा पर लैजाऊ न तिमी मलाई डाँडा काँडा। पिनट बटर र ओरियोको कम्बिनेसन खै मानिदेऊ न थोरै। नाइस। Welcome to Issues Food Vlog, guys. More of a food, I would say. के अरे बसेर ओरियो नखाएको भए मर्थ्यो। ल हामी 400 एलिभेसन गेन गरेछौँ है। एल्टिट्युड 400 एल्टिट्युड गेन गरेछौँ हामीले। खै यसले के बनाउने हो दाइ? खै देखाउनु त एकचोटि। यसले खै यो रस्सी बन्ने हो, धाको बन्ने हो, यो भेडाको हो यो? भेडाको ए यस्तै ज्याकेट बन्छ होइन? सही ज्याकेट बन्छ, स्वेटर बन्छ, टोपी बन्छ, मोजा बन्छ, तातो हुन्छ है एकदम तातो हुन्छ। है सही हो। यो पनि होइन? त्यो पनि नाइस रहेछ ल।
किनभने त्यहाँ गाउँमै गाउँ छ नि त सिटी पछि जङ्गल छैन नि त अनि अँध्यारो त्यो खाए खोलाको त्यो उकालो छ नि जुन पहिला माथि चढौँ न हो कस्तो प्लानिङ पनि लागिरहेछ मैले सोचिरहेको छु अडिस देखेर म त काफी ह्यान्डसम देखिरहेको छु तिमी त छैन कति धेरै पिम्पल बढेछ झन् चिसोले नआउनु पर्ने तिमीलाई पनि म बिर्सिदिन्छु मुटु नदुखाइराख फाइनल्ली आइपुगेँ म लड्दै पढ्दै ओ माई गॉड ल है हामी आइपुगे धौली ओडार टाइम कति बज्यो ठ्याक्कै 3 बजे हामी धौली ओडार आइपुग्यौँ है अब हामी यहाँ भात सात खान्छौँ अनि रेस्ट गर्छौँ अनि भोलि बेस क्याम्प जान्छौँ टाइम 3 बजिरहेछ आउन बित्तिकै यस्तो छ पारा बिहानदेखि केही पनि खाएको छैन अलिअलि त्यही बाटोमा स्निकर्सहरू त्यति मजा आइरहेछ नाइस ऊ ल मेरो पनि आयो है धन्यवाद दाइ मेरो नेपालगञ्जदेखि यो ट्रेकमा त खाएको बाहेक केही छैन होला ल गाइज अब चाहिँ हामी यहाँ ढुङ्गे ओडारबाट बेस क्याम्पको लागि निस्किया छौँ अब हामी बेस क्याम्प जान त्यस्तै 1.5-2 घन्टा जति लाग्छ त्यसपछि हामी फर्केर यहीँ आउँछौँ त्यहाँ घुम्छौँ मजाले एक्सप्लोर गर्छौँ तालसाल जान्छौँ अनि त्यसपछि फर्केर फेरि यहीँ आन्छौँ हिँड न छिटो I can't walk with this. Can I open this? के भयो र Very गर्मी के हुँदैन त्यो हिँड न चिसो छ क्या बाहिर टेम्परेचर हिँड न छिटो पारी त्यो दाडामा हेर घाम लाग्यो घमाइ लाग्यो मलाई रमाइ तिमी नजाऊ न बामले मलाई सताउला काली मलाई बनाउला तिमी रातिको छाता ओढाउन अहाइ माया नमाया नभइगुनी
निष्ठुरी कुनै नगरे नि कहिले हो कम्छु नि पाखुरीमा दम्छ नि सम्पत्ति कमाइन्छ नि सुन चाँदीले हरूलाई यो अपी हामी तिमीलाई भेट्न आएको अपी आइपुग्यौँ अपी यो स्पिकर बजा अपीलाई हेलो भन अपीलाई हेलो यता यही हो अपी हेलो अपी Fighting for survival. In the heart of Caribbean. Oh yeah 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 oh yeah yeah. अब हामी कालीढुङ्गा ताल जाँदैछौँ है ल लडिबाई कालीढुङ्गा ताल जाँदैछौँ अब हामी यहाँ रेस्ट गरेर एकछिन त्यहाँ बेस क्याम्पमा हामी रेस्ट गऱ्यौँ त्यसपछि अब हामी यो अपी हिमाल हेरेर यहाँ बादलले ढाकिसकेको छ अब हामी कालीढुङ्गा तालतिर गइरहेछौँ कालीढुङ्गा ताल चाहिँ यता हो लास्टै बबाल छ यो यतापट्टिको चाहिँ नाङपा हिमाल हो हाम्रो दाइहरू चाहिँ पछाडि हुनुहुन्छ ल सजाइरहन्छन् साराले जुन त लाग्यो ताराले मन त लाग्यो मायाले त्यो पहाड हेर्दा हेर्दै तिमी मेरा हर चाहना अनि पाहना हो
मेरो मनभित्रका हरेक खुसी हो मेरो जीवनभरि तिमी तिमी नै छौ मेरो सपनीभरि तिमी रहनेछौ त्यस्तो काम गर्दैन हौ चाहना तर केही चाहना भ्रम होस् तर खुसी नै छु म यो माया हो तर अर्थ केही छैन मेरो मनभित्रका हरेक खुसी हो मेरो सपनीभरि तिमी तिमी नै छौ मेरो जीवनभरि तिमी रहनेछौ मृत्युसँगै तिमी पनि रहनेछौ